घरैमा आज पानी परिरहेको छ। धेरै दिन पश्चात चिसो बच्चाहरू घर जाने बेलामा थोरै अप्ठ्यारो तर रमाइलो केही छैन। वर्षामा अलिअलि पानीको नजिक बस्दा पानीसँग रुच्दा पनि प्राकृतिक कुरा नै हुन्छ। अलिकति राम्रै हुन्छ यो कुरा चाहिँ। राम्रो पानी परिरहेको छ आज त। सानो नानी बाबुहरू घर जाने बेला भएको छ। बस आइपुगेको छ। अनि बाबुजीहरू छाता लिएर आउनु भएको छ। शीतलताको अनुभूति सबैजना। बर्सातको स्वाद पनि चाख्नुपर्छ। कहिलेकाहीँ पानीमा भिज्नुपर्छ, रुज्नुपर्छ। केटाकेटीलाई प्रकृतिसँग अलिअलि वास्तवमा रमाउने नै गराउनुपर्छ। डाइरेक्ट जङ्गलसँग माटोसँगको स्पर्श, पानीसँगको स्पर्श बच्चाहरूलाई यो सिकाउनुपर्छ। वास्तवमा जोड्नुपर्छ नेचरसँग। अनि बल्ल प्रकृतिको स्वरूप रूपसँग निकटता बढ्छ, स्वीकार्यता हुन्छ। सबैको बच्चाहरूको पनि मौसम अनुसारको स्टामिना बढ्दै जान्छ। एकदम खुसी हुनुभएको सबैजना। बाई बाई सबैजनालाई। बाई बाई, राम्रोसँग गइसेला सबैजना। राम्रोसँग गइसेला है। बाई। आज प्रकृतिले भाइ बहिनी नानी बाबुहरूलाई पनि रमाइलो गर्ने अवसर दिनुभएको छ। धेरै दिन बाद त्यो बर्खै लागेको थिएन। बर्खाको समय बिति हुँदाखेरि पनि केही समय पश्चात चाहिँ पानी परेको छ। बच्चा केटाकेटीहरू राम्रोसँग रमाउनु भएको छ, खेल्नु भएको छ। बाई, नमस्ते हजुर। ल आज सबैजनालाई चाहिँ रमाइलो छ है। ल बाबु, ल अलिअलि भिजे पनि खासै फरक पर्दैन। बर्खाको पानी चाहिँ सफा पनि हुन्छ, भिज्दा पनि त्यति नराम्रो अप्ठ्यारो हुँदैन। ल कोही त भर्खर उठ्नु भएको होला। प्ले ग्रुप नर्सरीको बच्चाहरू बोकेर ल्याउँदै हुनुहुन्छ। सानो नानी बाबुहरूलाई आमाको काखसम्म पुर्याउनु पऱ्यो नि त बोकेर भए पनि होइन। ए ल आज सबको हातमा छाता छ। सुन्दर छ त आज त। आज धेरै दिनको पानी गुनासो पनि छैन। पानीमा भिजेको खासै गुनासो छ।